सम्पूर्णमा नमस्कार एवं हार्दिक स्वागत छ। बिजी एजुकेसन अब युट्युब च्यानलमा सामाजिक विषयका विषयवस्तुहरू प्रस्तुत गर्ने क्रममा कक्षा 9 को सामाजिक विषय अन्तर्गतको एकाइ 6 हाम्रो पृथ्वी पाठ 13 विपदको अभ्यास खण्ड लिएर उपस्थित भएको छु। यस भिडियोलाई अन्त्यसम्म हेरेर मन परेमा लाइक, शेयर र कमेन्ट गर्नुहोला। साथै सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नको लागि पनि हार्दिक अनुरोध गर्दछु। र यसभन्दा अगाडिका भिडियोहरू प्राप्त गर्नको लागि @BALRAMGHIMIRE1234 सर्च गरेर पनि प्राप्त गर्न सक्नुहुनेछ। यस पाठको अभ्यास खण्डमा रहेको पहिलो प्रश्न छ, विपद भनेको के हो? उत्तर, ठूलो धनजनको क्षति हुने गरी आकस्मिक रूपमा घट्ने घटनाबाट सिर्जित अवस्थालाई विपद भनिन्छ। भूकम्प, सुनामी, बाढी, पहिरो, डढेलो, महामारी, शीतलहर, चट्याङ आदि विपदका कारण हुन्। यसले पूर्वाधार, पर्यावरण र मानव सभ्यतामा नकारात्मक प्रभाव पार्दछ। त्यस्तै गरेर प्राकृतिक मानव सृजित विपद बीचको भिन्नता लेख्नुहोस् भएछ। त्यसको उत्तरलाई तालिकामा देखाएको छ। प्राकृतिक विपद र मानव सृजित विपद। प्राकृतिक कारणले हुने विपदलाई प्राकृतिक विपद भनिन्छ भने मानवीय कारणले सिर्जना भएको विपदलाई मानव सृजित विपद भनिन्छ। प्राकृतिक विपदलाई कम गर्न वा नियन्त्रण गर्न सकिँदैन। मानव निर्मित विपदलाई मानवीय गतिविधिलाई नियन्त्रण गरेर कम गर्न सकिन्छ। प्राकृतिक विपदले क्षति र समय एकिन गर्न सकिँदैन भने मानव सृजित विपदको क्षति र समय आकलन गर्न सकिन्छ। प्राकृतिक विपदमा भूकम्प, सुनामी, बाढी, पहिरो, महामारी, शीतलहर, चट्याङ जस्ता प्रकोप पर्दछन् भने मानव सृजित विपदमा मानव सृजित विपदको बम विस्फोट, रेडियोधर्मी विकिरण, चुहामट, सडक दुर्घटना जस्ता घटनाहरू पर्दछन्। त्यस्तै गरी विपदका असरहरू लेख्नुहोस्। विपदका असरहरू निम्न अनुसार छन्। विपदका कारणले जनजनको क्षति हुन्छ, भौतिक संरचनामा क्षति हुन्छ। विपदले वातावरणमा नकारात्मक असर पार्छ। मानिसहरू घाइते हुने तथा जनजीवनमा समस्या हुन सक्छ। विभिन्न प्रकारका महामारी फैलिन्छन्। खाद्यान्न, खानेपानी आदिको अभाव हुन सक्छ। विपदले गर्दा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्छ र मनोवैज्ञानिक त्रास, असुरक्षा हुन सक्छ। विपद व्यवस्थापन भनेको के हो? विपद व्यवस्थापनमा स्थानीय तहको भूमिका लेख्नुहोस्। उत्तर, ठूलो धनजनको क्षति हुने गरी आकस्मिक रूपमा घट्ने घटनाबाट सिर्जना हुने अवस्थालाई विपद भनिन्छ। यस्तो विपदको रोकथाम, नियन्त्रण, उद्धार र व्यवस्थापनको कार्यलाई विपद व्यवस्थापन भनिन्छ। विपद व्यवस्थापनमा स्थानीय तहको भूमिका निम्नानुसार हुन्छ। स्थानीय स्तरमा विपद व्यवस्थापन योजना तयार गरी कार्यान्वयन गर्ने, विपद व्यवस्थापनका लागि विभिन्न खालका जनशक्ति तयार पार्ने र जनचेतना फैलाउने, विपदको समयमा खोज तथा उद्धार गरेर पीडितलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउने, राहत कोष स्थापना गरेर पीडितहरूलाई राहत वितरण तथा पुनर्स्थापना गर्न व्यवस्था मिलाउने। त्यस्तै गरेर ङमा रहेको छ, नेपालमा हुने जल उत्पन्न प्रकोपको सूची तयार पार्नुहोस्। उत्तर 1, बाढी, पहिरो, खडेरी, उछेय, आँधीबेहरी, डुबान, हिमताल, विस्फोट आदि। अनि त्यस्तै 6 मा जल उत्पन्न प्रकोपका कारणहरू लेख्नुहोस्। जल उत्पन्न प्रकोपका कारण निम्न छन्। नेपालमा हुने मौसमी वर्षा कहिले बढी त कहिले कम हुनु। नेपालको भौगोलिक बनावट भिरालो तथा पहिरो जाने खालको हुनु। अनियन्त्रित विकास तथा अव्यवस्थित बसोबास गर्नु। नदी किनारमा तटबन्ध नगर्नु, खाली जमिनमा वृक्षारोपण नगर्नु तथा वन जङ्गल विनाश हुनु। 5, खेती गर्दा गर नबनाई खेती गर्नु र वैज्ञानिक रूपमा भूप्रयोग नीति नअपनाउनु। यस भिडियोलाई अन्त्यसम्म हेरेर सहयोग गर्नुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु। हस्त, धन्यवाद।